हामी मनुष्यहरू पृथ्वीमा रहेका सबै प्राणीहरूभन्दा चेतनशील छौँ। त्यो हाम्रो मस्तिष्कको कारणले भएको हो। हाम्रो मस्तिष्क यो सृष्टिमा यो चराचर जगतमा रहेका सबै प्राणीहरूको मस्तिष्कभन्दा बुद्धिमान छ, बलशाली छ, चेतनशील छ, विवेकी छ। त्यही कारणले हामी मान्छेहरू उत्पत्तिबाट ढुङ्गाइयो हुँदै 21औं शताब्दीको यो विज्ञानको प्रविधिको चमत्कार भएको युगमा आएका छौँ। हाम्रो मस्तिष्क धेरै राम्रा कुराहरूले भरिएको छ, तर यो मस्तिष्कमा राम्रा कुरा मात्रै छैन, यो मनमा नराम्रा कुराहरू पनि छन्। जसरी ज्ञान छ, विवेक छ, माया, प्रेम, सद्भाव, भाइचारा छ, त्यसै गरी यसमा रिस, द्वेष, झगडा, अनेक चाहिँ व्यभिचारहरू पनि छन्। अब हामी मनुष्यहरूको कर्तव्य के हो त? हामी मनुष्यहरूको कर्तव्य हो हामी भित्र भएका हाम्रो मस्तिष्कमा, मनमा भएका जति पनि गलत खालका विचारहरू छन्, गलत खालका प्रवृत्तिहरू छन्, तिनलाई हटाउने र राम्रा प्रवृत्तिहरूलाई विकास गरेर हामी अगाडि बढ्छौँ। त्यो गर्नका लागि हामीलाई यस्ता ध्यानका अभ्यासहरूले निकै महत्त्वपूर्ण सहयोग गर्छन्। अब हाम्रो यो ध्यान भनेर यसरी ध्यान मात्रै गरेर पनि हुँदैन। यो त हामीले ऊर्जा सङ्कलन गर्न, हाम्रो मस्तिष्कलाई शान्त बनाउन र हाम्रो काममा चाहिँ सफलता प्राप्त गर्नको लागि सुरुवाती रूपमा गरिएको काम मात्रै हो। यसले हामीलाई दैनिक रूपमा यसरी अभ्यास गर्दा हाम्रो कर्ममा तत्त्वचित्त भएर लाग्न ठुलो प्रेरणा दिन्छ। तर सबैभन्दा ठुलो हाम्रो कर्तव्य हो हामीले जे काम गरिरहेका छौँ, जे हाम्रो कर्म हो, त्यो कर्मलाई पूर्णतया हामीले 100% दिएर त्यसलाई सम्पन्न गर्ने हाम्रो कर्म हो। त्यही धर्म पनि हो। मनुष्य जीवनमा कर्म नै धर्म हो। अर्थात् विद्यार्थीले राम्रोसँग पढ्नु विद्यार्थीको धर्म हो, कर्म हो। यदि विद्यार्थीले राम्ररी पढ्न सक्यो भने, राम्ररी पढ्ने काम गर्यो भने, विद्यालयमा आउँदाखेरि अनुशासित भएर, विद्यालयको युनिफर्म लगाएर, कक्षा कोठामा बस्दाखेरि हल्ला नगरिकन शान्त भएर, शिक्षकहरूले पढाएको कुरालाई ध्यान दिएर, घरमा पनि बुवा आमाले भनेको कुरालाई ध्यान दिएर सबैको सल्लाहमा अगाडि बढ्यो भने त्यो नै विद्यार्थीको कर्म हो। अब हामी शिक्षकहरूले विद्यार्थीहरूलाई पढाउने सन्दर्भमा राम्रोसँग चाहिँ आफूले सकेको पढाउने, विद्यार्थीहरूलाई ज्ञानयुक्त कुरा सिकाउने गर्न हामीले चाहिँ अल्छी मान्यौँ भने हामी कर्मबाट छुट्यौँ। विद्यार्थीहरूले पढ्ने काम गर्दाखेरि गृह कार्य गर्न अल्छी मान्ने, कक्षा कार्य गर्न अल्छी मान्ने गर्यो भने विद्यार्थीहरू चुके। जब एउटा ड्राइभरले राम्रोसँग गाडी चलाउन अल्छी मान्यो भने के हुन्छ? गाडी पल्टिन्छ। त्यसै गरी हामी सबैले आफ्नो आफ्नो जिम्मेवारी पुरा गरिदियौँ भने हामीले जीवनमा प्राप्त गर्नुपर्ने उपलब्धि प्राप्त गर्न सक्दैनौँ। त्यसले गर्दा हामीले जीवनभर दुःख पाउँछौँ। त्यसैले आफ्नो कर्मलाई पूजा ठान्ने र सदैव आफ्नो कर्तव्य पथमा प्रतिबद्ध भएर अगाडि बढ्ने, विद्यार्थीहरूले कक्षा कोठामा एकदमै नचाहिँदो गतिविधि नगरेर अनुशासित भएर अध्ययन अध्यापनमा सहभागी हुने। हामी सधैँ चाहिँ आजको ध्यानको अन्तिममा कक्षा 7बाट अनिता पत्थरकरको ध्यान गर्दा कस्तो भयो भन्ने विचार सुन्छौँ। त्यसपछि हामी यो ध्यानलाई सकेर कक्षातिर जान्छौँ। अनिता पत्थरकर उठेर भनिदिनुहोस् तपाईँलाई कस्तो लाग्यो? हामी सबैले आँखा चिम्म गरेर सुन्छौँ, कसैले पनि हेर्दैनौँ। सर्वप्रथम सबैलाई मेरो नमस्कार। मेरो नाम अनिता देवी पत्थरकोट हो। म 7 कक्षामा अध्ययन गर्छु। आज मैले ध्यान गर्दा धेरै कुराको शिक्षा पाएँ अनि फेरि ध्यान गर्दा मेरो मन शान्त हुन्छ भनेर पनि मैले विश्वास गर्छु। यति मैले ध्यानको अन्तिममा मैले सरहरूलाई हेरेँ कस्तो मेहनत गर्नुहुन्छ, मैले पनि मेहनत गर्नुपर्छ भनेर मैले विश्वास गर्छु र मेहनत गरेर ठुलो मान्छे बन्छु भनेर पनि मेरो मनले भन्छ र यति कुरा भन्दै मेरो 2-4 कुरा यही मान्छे पक्कै पनि ध्यान गर्दै गर्दा सरहरूले हाम्रा लागि कति मेहनत गर्नुभएको छ, आमा बुबाले, हाम्रा अभिभावकले हाम्रा लागि कति मेहनत गर्नुभएको छ, त्यो कुरालाई ध्यानमा राख्ने र म पनि मेहनत गरेर ठुलो मान्छे बन्छु, असल मान्छे बन्छु, सफल मान्छे बन्छु भन्ने, असल
हुनु सबभन्दा पहिलो गुण हो मनुष्यको। ठुलो मान्छे बन्ने, सफल बन्ने भन्दा पनि अझै बढी असल बन्न आवश्यक छ। त्यसकारण सदैव असल बनेर आफ्नो कर्तव्य पथमा अगाडि बढ्नेछौँ। हामी सदा चाहिँ ध्यानलाई अन्त्य गर्ने भन्दा पहिला हात अगाडि ल्याउँछौँ, हात रगड्छौँ र धेरै तातो बनाउन आवश्यक छैन, गर्मीको समय छ र हातलाई आँखामा लैजान्छौँ। त्यसपछि बिस्तारै आँखा खोलेर हातमा हेर्छौँ र हामी अनुशासित भएर आफ्ना कक्षामा जान्छौँ। पालै पालो लाइन